हाम्रो यो भोजपुर नगरपालिका सप्तधारा यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँको काम चाहिँ यो यस्तो तरिकाले गरेछ। अब यो पुरानो ढलनलाई चाहिँ जस्तोको तस्तै छोडेर, यहाँ हेर्नु होला मजाले, जस्तोको तस्तै छोडेर अहिले बिचमा चाहिँ यो नाली खाल्डो खनेर फेरि यहीँ माथि चाहिँ ढलान गरेर ढलानमाथि ढलान बनाइरहेको रहेछ। यो काम कस्तो हो, यसको नोम्स नै यस्तै हो कि इस्टिमेट यस्तै हो कि सम्बन्धित निकायले पनि यसलाई चाहिँ ध्यान दियोस्। भोलि गएर यो बिचमा भासियो भने खनेको ठाउँमा के हुन्छ होला, यो सम्बन्धित निकायले पनि ध्यान दिनु पर्यो। यहाँका सरकारवाला बुद्धिजीवीहरूले पनि यसलाई वास्ता गरिदिनु पर्यो। यसको कारणले गर्दाखेरि यो भोलिको दिनमा बाटो बिग्रियो भने यो ठेकदार जवाफदेही हुने कि भोजपुर जिल्लाको प्रशासन नगरपालिका जिम्मा हुने, यो बारेमा चाहिँ हामीले सोच्नु बाध्य छौँ कि चाहिँ यो सब ढलान फुटाएर काम गर्नु पर्यो। होइन भने यस्तो खालको चोर काम चाहिँ नगरेकै राम्रो हुन्थ्यो होला यो जिल्लाभित्र। सबैले यो भिडियोलाई चाहिँ सेयर पनि गरिदिनु होला र सम्बन्धित निकायसम्म पनि पुगोस् भन्ने चाहन्छु म। धन्यवाद।